नमस्कार साथीहरु, मेरो शेयर एकाउन्ट र डीमैट एकाउन्ट रिन्यू नगरे अब तपाईहरुको मेरो शेयर एकाउन्ट र डीमैट एकाउन्ट रोक्काउने भएको छ। आजको यस भिडियोमा मेरो शेयर एकाउन्ट र डीमैट एकाउन्ट अनलाइनबाट घरमै बसेर कसरी रिन्यू गर्ने सम्पूर्ण जानकारी यस भिडियोमा दिएका छौं। साथीहरु, भिडियो सुरु गर्नुभन्दा पहिले यस्तो भिडियोहरुको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिन नबिर्सनु होला। अब तपाईहरु मेरो शेयर एकाउन्ट अथवा डीमैट एकाउन्ट रिन्यू गर्नको लागि तपाईहरु सुरुमा कुनै ब्राउजर अथवा गुगलमा जान सक्नुहुन्छ। यसमा चाहिँ म गुगलमा आएको छु। यसमा आइसकेपछि तपाईहरु सजिलसँग यसरी मेरो शेयर भनेर सर्च गर्न सक्नुहुन्छ। मैले यसमा सर्च गरेर तपाईहरु सजिलसँग मेरो शेयरको यो जुन साइटलाई ओपन गर्नु होला। अब तपाईहरु यसमा सजिलसँग कुन बैंकबाट मेरो शेयर लिनुभयो त्यो राख्नु होला। राखिसकेपछि तपाईहरुको युजर नेम र पासवर्ड राखेर सजिलसँग यसमा लगइन हुन सक्नुहुन्छ। जस्तै म यसमा आफ्नो युजर नेम र पासवर्ड राखेर यसमा लगइन हुन गइरहेको छु। मैले यसमा युजर नेम राखेको छु, त्यसैगरी पासवर्ड राखेर यसमासँग लगइनमा टच गरेको छु। लगइनमा टच गर्ने बित्तिकै तपाईहरुको यसमा शो गरेको हुन्छ, कृपया आफ्नो हितग्राही खाताको वार्षिक शुल्क समयमै बुझाउनु होला भनेर दिएको छ। तपाईहरु सजिलसँग हेर्न सक्नुहुन्छ। वार्षिक शुल्क नबुझाएका हितग्राही खाता मिति 2083 4/15 गतेदेखि रोक्काउने बेहोरा जानकारी गराइन्छ भनेर दिएको छ। सीडीएससी एन्ड क्लियरिङ यसमासँग लिमिटेड भनेर शो गरेको छ। अब तपाईहरु बुझ्न सक्नुहुन्छ कि जस्तै तपाईहरुको जुन मेरो शेयर एकाउन्ट अथवा तपाईहरुको डीमैट एकाउन्ट चाहिँ मिति 2083 4 महिना 15 गते भित्र तपाईहरुको जुन एकाउन्ट तपाईहरुको रिन्यू भएन भने तपाईहरुको जुन यो खाता चाहिँ रोक्काउने भनेर यो सूचना सुरुमै मेसेज यसमा शो गरेको छ। अब हामीले मेरो शेयर एकाउन्ट र तपाईहरुले जुन डीमैट एकाउन्ट रिन्यू गर्नको लागि यसमासँग एउटा मान्छेको जुन लोगो शो गरेको हुन्छ त्यसमा टच गर्नु होला। त्यसमा टच गरिसकेपछि मेरो शेयर प्रोफाइलमा जानु होला। यसमासँग मैले त्यसमा टच गरेको छु। टच गर्ने बित्तिकै अलिकति यसरी स्क्रल डाउन गर्न सक्नुहुन्छ। यसमासँग मैले यसरी स्क्रल डाउन गरेको छु। स्क्रल डाउन गर्ने बित्तिकै यसमासँग तपाईहरु सजिलसँग यसमा हेर्न सक्नुहुन्छ मेरो शेयरको एक्सपायरी डेट यसमा शो गरेको छ भने त्यसैगरी माथिपट्टि हेर्न सक्नुहुन्छ, तलपट्टि हेर्न सक्नुहुन्छ, तलपट्टि यसमा डीमैटको एक्सपायरी डेट यसमा दिएको छ। अब तपाईहरुले यसमा तपाईहरु रिन्यू गर्नको लागि रिन्यू यसरी एकाउन्टमा टच गर्न सक्नुहुन्छ। अब तपाईहरु खल्तीबाट पनि तपाईहरु सजिलसँग रिन्यू गर्न सक्नुहुन्छ। इसेवाबाट भइहाल्यो, आईएमई पे, त्यसैगरी कनेक्ट आईपीएसबाट सजिलसँग तपाईहरु मेरो शेयर र डीमैटको सजिलसँग रिन्यू गर्न सक्नुहुन्छ। जस्तै म इसेवाबाट गरेर देखाउन गएको छु। इसेवा मैले यसरी टच गरेको छु। टच गर्ने बित्तिकै अब तपाईहरु सजिलसँग यसमासँग रिन्यू जुन तपाईहरु मेरो शेयर मात्र रिन्यू गर्ने कि त्यसैगरी डीमैट, यदि तपाईहरुको डीमैट मात्र एक्सपायर भएको छ भने डीमैट मात्र तपाईहरुले रिन्यू गर्नको लागि डीमैटमा लिन सक्नुहुन्छ। अब तपाईहरु मेरो शेयर मात्र तपाईहरुको रिन्यू गर्ने हो, मेरो शेयर मात्र एक्सपायर भएको छ भने मेरो शेयर यसरी सिलेक्ट गर्न सक्नुहुन्छ। हो, ठिकै छ। अब दुईटै म एकैचोटी रिन्यू गर्न चाहनुहुन्छ भने तपाईहरु सजिलसँग मेरो शेयर एन्ड डीमैट यसरी सिलेक्ट गर्न सक्नुहुन्छ। जस्तै मैले यसरी सिलेक्ट गरेको छु। तपाईहरु पनि यसरी सिलेक्ट गर्नु होला। यसरी सिलेक्ट गर्ने बित्तिकै तपाईहरु स्क्रल डाउन आउने बित्तिकै तलपट्टि अमाउन्ट शो गरेको छ। जस्ट प्रोसिडमा टच गर्नु होला। तपाईहरु यही तरिकाबाट तपाईहरु सजिलसँग मेरो शेयर पनि रिन्यू गर्न सक्नुहुन्छ। त्यसैगरी तपाईहरु डीमैट एकाउन्ट मात्र पनि यसरी रिन्यू गर्न सक्नुहुन्छ। अब यसमासँग इसेवा आईडी र पासवर्ड राख्नु भनेर दिएको छ। म यसमा राख्न गएको छु। मैले यसरी इसेवा आईडी र पासवर्ड राखेर यसमासँग मैले तलपट्टि यसरी टिक लाउन गइरहेको छु। तपाईहरु पनि यसमा आफ्नो मेरो जुन तपाईहरुले आफ्नो इसेवा आईडीको आईडी नम्बर र जुन तपाईहरु यसमा आफ्नो पिन नम्बर, ट्रान्ज्याक्सन पिन नम्बर राखेर तपाईहरु सजिलसँग यसरी लगइनमा टच गर्न सक्नुहुन्छ। त्यसमा टच गरिसकेपछि तपाईहरुको ओपीटी आउँछ। तपाईहरुको नम्बरमा ओपीटी आउँछ। तपाईहरुले त्यो राख्नुपर्ने हुन्छ। त्यो राखेर यसमा भेरिफाई गर्नुपर्ने हुन्छ। जस्तै म यसमा ओपीटी नम्बर राख्न गइरहेको छु। मेरो मोबाइलमा ओपीटी आइसकेपछि म यसमा राखेर भेरिफाईमा टच गर्ने छु। तपाईहरुले पनि भेरिफाईमा टच गर्नु होला। यसरी राखेर मैले यसरी भेरिफाईमा टच गरेको छु। फेरि कन्टिन्यूमा टच गर्नु होला। कन्टिन्यूमा टच गरिसकेपछि पे यसरी सेवा गर्न सक्नुहुन्छ। जस्तै यसमासँग मैले यसरी राख्ने बित्तिकै यसमासँग मेरोमा यो यसमासँग जुन यो आईडीको जुन बायो आईडीको तपाईहरुको रिन्यू भयो भनेर यसमा डिटेल्स शो गर्छ। तपाईहरु यसलाई डाउनलोड पनि गर्न सक्नुहुन्छ। जस्तै डाउनलोड पीडीएफमा गरेर यसरी डाउनलोड गर्न सक्नुहुन्छ। यसमासँग डाउनलोड भइसकेको छ। यसरी तपाईहरु सजिलसँग आफ्नो मोबाइलबाट घरमै बसेर अनलाइनबाट मेरो शेयर एकाउन्ट र डीमैट एकाउन्टको सजिलैसँग रिन्यू गर्न सक्नुहुन्छ। भिडियो कस्तो लाग्यो? यस्तै भिडियोहरुको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिन नबिर्सनु होला।